Why you always in the mood? I'm acting brand new. I ain't trying to tell you what to do, but try. Why? 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 Go, go, go! Hey guys, welcome to my first vlog. This is my first vlog. Channel support गरिदिनु होला. आज चाहिँ फुटसल म्याच छ. रेडी हुनु पर्यो. फुटसल फुटेको छ. फुटसल जानु पर्यो. के हाम्रो त्यहाँ पहाड यतिको चाहिँ हुनुपर्छ है. My god, what's the hell of my room, bro? के हो यो मेरो रुम? ल यस्तो फोहोर बनाएर राखेको छ आफ्नो बेड. ल यहाँ मेरो रहेको. ल गाइज है अब यस्तै छ. अब सफा गर्छु है रुम. अनि त्यसपछि रेडी हुनुपर्छ. अनि साथी घर जान्छ. त्यहाँ गएर है भेट्नु. गाइज यतिको चाहिँ भयो. अरू त अब यस्तै छ. केटाहरूको रुम यस्तै नै भइहाल्छ होइन. अब त्यसपछि अरू त यही हो मेरो जब. ब्याक टु ब्ल्याक गाइज. गाइज म चाहिँ रेडी भइसकेँ है. यही चाहिँ हो. अब आएर लिन जान्छु. अनि त्यसपछि रुपेशले. अनि त्यसपछि फुटसल ग्राउन्डमा त हल्का हान्नुपर्छ. त हल्का है क्युटी. यो गाइज है म आर्यन घर चाहिँ आइसकेको छु. आर्यन आइज. हामी निस्किसकेको हामी आर्यनलाई लिएर निस्किसक्यो. हेलो भन्. हेलो भन्. हेलो भन्न. हेलो. यो सब्सक्राइब गरिदिनु मेरो साथीको च्यानल भन्. झ्याप भयो. सुतेर उठायो कि खाइदियो गाइस. के हो अब रुपेशको घर जान्छु. यहाँ फुटसल जान्छु हेरौँ अब त्यसो. ल सबजना आइसक्नु भएको छ यहाँ खेल्न. ल 1 रुपियाँ छैन हाम्रो यहाँ. सबजना ब्लगर हो बाबु. गाइस है यहाँ सुरु भइसकेको छ म्याच. दादाहरू छन् सब. ल हेरौँ कसले गोल हान्न सक्छ है फर्स्टमा. कमेन्ट चाहिँ हानिदिनु होला जसले फर्स्टमा हान्छ. मलिन दादाले चलिसक्नु भएको छ. निश्चल आउटको हातमा बल. रमन दाइले गोल हान्ने प्रयास तर मारेर समातिसकेको छ. उताबाट मलिनको खुट्टामा बल. रमन दाइले क्या छिकाइदिएर. यता सुजनले हानेका छन्. मलिन रियल म्याड्रिड. ओ प्रिन्स दाइको यहाँ स्किल. ओ प्रिन्स दाइ दौडिँदै. राउटे भाइ हेरे निश्चल त्यहाँ बढाउँदैछ. के बढाउँदैछ थाहा भएन. उता मलिन थ्रो गर्ने विचारमा. उतादेखि आइसकेको छ बल. यहाँ निशानसँग बल. के गोल हुन सक्छ? यहाँ गोल हुने प्रयास. यहाँ गोल हान्छ. कालेले बल समातिसकेका छन्. यहाँ राम्रो यहाँ कोअर्डिनेसन देखिरहेको छ. कालेले पास दिँदैछन्. निशा यता रमन दाइ गइसक्नु भयो बल लिएर. तर उता झन्नै गोल गयो. कर्नर हुने सम्भावना. रमन दाइ उता हान्दै. रमन दाइको सुट झन्नै गोल गएन. उता रुपेशले बल लिइसकेका छन्. रुपेश दौडिँदै. उता राउटे निश्चलले हान्न खोजिसकेका छन् तर सकेनन्. निश्चल हाने. कालेले रोकिदिसकेको छ. प्रनिश दाइ उता बल लिने तर आउट भयो. अब उतादेखि राउटे थ्रो गर्न गएको छ. राउटेको थ्रो हेरौँ. मलिन गइसकेका छन्. रियल म्याड्रिडको जर्सी लाएर. उता मारेले बल समात्यो. त्यही भने उता रुपेश गोल हान्ने के नाइ. उता कालेले बल कति पुगेन. ल अब ल उता रियल म्याड्रिडको जर्सी लाएको. उता रुपेश गइसकेका छन् बल लिएर. प्रनिश दाइ हल्का थाकेको अवस्था. उता निश्चलले बल लिइसकेका छन्. उता गोल हान्ने प्रयास तर सकेका छैनन्. यता आफ्नो पोज देखाउँदै निश्चल कर्नर हान्न
खै हान्दैन जस्तो छ उता वा दाइ ओ माई गॉड आउट द्याट रमन दाई फुल कन्फिडेन्स रियल मेड्रिडको जर्सी लाएर गोल रियल मेड्रिडको जर्सी लागेको मान्छे गोल हालिसकेको छ यहाँ उता सुजन पुरा स्पिडमा तर निश्चलले लैसकेका छन् ओ सेट धेरै नै गाइस उता राउटे फेरि गइसकेका छन् करण निश्चलले खेलेको हेर्न सक्नुहुन्छ यता यता दाइ गइसक्नु भएको छ बल लिएर वा झन्डेगा उता हान्दै राउटे फेरि वा अर्को गोल तर्काइदिइसकेका छन् उताबाट 2-0 या रुपेश तनावमा यता काले हाम्रो यता छ पन्जा हल्का थाकेको अवस्था फेरि निशान भाइले बल तर यहाँ सुजनले काउन्टर अट्याक गरेका छन् ओ माई गॉड झन्नै छिरेको उता उता रुपेशले एक्लै हान्ने प्रयास पास नै हुन्थ्यो तर चिप्ल्यो यता यता ओइ झन्नै छिर्यो अर्को गोल के हुन सक्छ हामी हेर्दै जाउँ फेरि सुजन पुरा अट्याकिङ मोडमा एक्लै सुट हानेका छन् रुपेश भाइ अगाडि दौडिँदै तर माडेले बल समातेका छन् यता आइसक्यो सुजनले मसँग छ रुक्ने एकैछिन यता प्रनिस दाइ हान्दै ए सुट प्रनिस दाइको यहाँ खतरा काउन्टर यता सुजनसँग बल 3-0 हानिदिइसकेका छन् उताको टिमले धेरै डिमोटिभेट गरिदिइसकेको छ रुपेश अब एक्लै लिँदै जाँदै रुपेश एक्लै गएको छ रुपेशले यता पास दिँदै सुजनले कहाँ हानेका हुन् उनलाई थाहा छैन उसले हानेका हुन् त्यो कसैलाई थाहा छैन उता थर्काउँदै कन्भर्सेसन खतरा उताबाट रियल मेड्रिड जर्सी लागेका हाम्रा प्यारा उता निश्चलले बल छोडेका छन् रुपेशले खतरा काउन्टर हान्यो रुपेश उताबाट काउन्टर हान्ने ट्राई तर राउटे चेक लागेको छ प्रनिस दाइले खतरा रोकिदिनु भएको छ डिफेन्स प्रनिस दाइले सुट कालेले समात्यो ल दामी गाइज यहाँ टिममा प्रेसर बनिसकेको छ 3-0 यस्तै कन्टेन्टको लागि सब्सक्राइब गरिराख्नु होला मिस्टर संसारलाई उता रुपेश एक्लै जङ्गिँदै तर आर्यन भाइले केही गर्न सकेका छैनन् रुपेशले एक्लै लग्दै बल रमन दाई तर रमन दाईले खतरा पास तर निश्चल यहाँ आइसकेका छन् एक्लै जुत्तै निश्चलको अर्को गोल तर हुन सक्दैन जस्तो छ त्यही 3-0 छ रुपेशको खतरा स्लाइड उता निशानले हान्न खोज्यो तर रिग्रेट भयो आफैमाथि निशान जिटिआर रमन दाईले एक्लै हान्दै रमन दाई छिरेन यता निश्चलले हान्ने प्रयास राउटे हान्दै ल 4-0 ओ शिट 4-0 तिम्रो पनि भिडियो खिच्छौँ राजा मिल्न हान त्यसरी उता प्रनिस दाइको सुट तर आर्यनले रोकेका छन् म कति बेला खेल्न जाने हो मलाई थाहा छैन 4-0 है अब सडनली ब्रेक पछि भेटौँला जान्नेतिर ल भयो पानी हाल्दा के हो ल होइन कि दाइ कसम होइन कसम भिज्छ कि दाइ दाइ नगर्नु भने
दाया दायाको खिच त ल होइन अलिकति भिज्न मारेलु कच्चा कच मारेलु कच्चा कच फुटसल सकिसकेको छ गाइज है हामी भ्लग गर्न पनि दिन्न यार कति रहेछ ठ्याक्क भ्लग गर्ने क्यामेरा खोलेको हाम्रो यहाँ भ्याइसकेको छ है फुटसल हामी फर्किँदैछौँ केटाहरूसँग है सबैजना माया देखाइदिनु होला है माया देखाइदिनु होला हामीहरूलाई ल के भयो यहाँ केही थाहा छैन कालो देखिरहेको होला मान्छे कालो भएर है हजुर लिडर लभ ए लिडर लभ के छ कालो के छ सन्चै छौ के छ आया के भयो अरे भयो बाई बाई तर वेदर चाहिँ हो क्या गाइस म चाहिँ रुम आइसकेको छु ल आज खाजा चाहिँ यो है समोसा र चटनी सो थ्याङ्क यू सो मच फर वाचिङ होइन यता हेर्दैछ थ्याङ्क यू सो मच फर वाचिङ एन्ड लभ सपोर्ट गरिदिनु होला भाइलाई थ्याङ्क यू सो मच